बर्दियाकी 29 वर्षीय अञ्जना मल्लले गाउँघरमा खेर जाने घिरौलाको जालो, काँस, बाँस लगायतका प्राकृतिक स्रोतहरू काठमाडौँ ल्याएर 100 जनाभन्दा बढीलाई रोजगार दिँदै हातबाट बुनेका चकटी, डालो, गुन्द्री, स्क्रबर साथै 75 भन्दा धेरै प्लास्टिकको विकल्पमा प्रयोग गर्न मिल्ने सामानहरू तयार गरी बजारमा बिक्री गर्दै आइरहेकी छिन्। उनी भन्छिन् सुरुमा सामान अनलाइन मार्फत बेच्ने गर्थे। निरन्तर सङ्घर्षपछि अहिले बौद्ध ललितपुर 2 ठाउँमा पसल नै राखेर राम्रो व्यापार गरिरहेको छु। गरे के हुँदैन, विदेश भन्नेलाई यिनले चाहिँ राम्रो पाठ सिकाएकी छिन्।